जयमसी तथा गुड मर्निङ। आज चाहिँ हाम्रो क्याम्पिङको डे 3 छ। आज चाहिँ हामी अब म र मोनो चाहिँ ब्रेकफास्ट खाँदैछौँ है। आज चना अन्डा छ, केरा छ, प्लस सोस पनि छ। हिजोको थकाइको कारणले गर्दाखेरि आज अलि सबेर उठ्न नसकेर बल्ल उठेर खाँदैछौँ। अनि आज चाहिँ अब हाम्रो चर्च सर्भिस सुरु हुन लागेको छ है त। Jayamasi, it's day 3. Today is day 3. ब्रेकफास्ट गरेर परमेश्वरको उपस्थितिमा यसरी फेरि सङ्गति गर्न पाउँदा साँच्चै हाम्रो हृदय हर्षित भएको छ। आमेन। परमेश्वरलाई धन्यवाद। आजको सङ्गति हामी सुरु गर्नेछौँ। हामी सुरुको प्रार्थनामा आज हामीलाई मिना आन्टीले अगुवाई गरिदिनुहुन्छ। येशूको लागि खुसी छु म, उहाँले मेरो पापलाई धुनुभयो, यसकारण खुसी छु म। आज गाउँछु Hi guys, we're eating right now. How do you find the camp, Unisa? It was good, guys. Today I had a big dive. I fell down from the kayaking, but it's okay. It was so refreshing. I got to do my hair. कहिले जान्छु स्विमिङ, कहिले जान्छु हाइकिङ। आजको पाल हो हामी सबैजना जाने कायाकिङ। सर ये तो टट्टी है। देखो ना गाइस, देखो ना। अबे क्या हुआ रे, क्या हुआ? जयमसी टाउके म चटपटलाई मुला काट्दैछु। चटपट आज खायो भने भोलिन्छ छटपट। जयमसी मेरो एकदमै अपिल छ। मेरो बुढा 3 दिनदेखि हराइरहनु भएको छ। गुन्जा दिदीको बुढा चाहिँ अगाडि पछाडि भुनभुनाइरहनुहुन्छ घरिघरि। मेरो बुढाको नाम निशाना छैन। मेरो बुढालाई कृपया कसैले देख्नु भएको छ भने खोजिदिनु होला। मूर्ख कुरा छान्नु हुँदैछ। तपाईँको शक्ति देखाउन येशू, दुर्बललाई चुन्नु
नै छ ज्ञानीहरूलाई यसुलाई गरौ न पुकारा दिन्छन् उनले सबैलाई छुटकारा यसुलाई गरौ न पुकारा दिन्छन् उनले सबैलाई छुटकारा 1 minute later. पुकारा दिन छुटकारा गरी खुसीले कष्ट नगरी यसुमा विश्वास गरी मुक्तिले के कष्ट नगरी अब हेर्नुहोस् मनोजले प्रतीक भन्दै थियो होइन हामीले मनोज भनेर मनोजलाई आउट बनायो अनि त्यसपछि माफियाले दिमाग लगायो प्रतीकलाई आउट बनायो किन भन्दाखेरि फेरि सबैजना कन्फ्युजनमा होस् भनेर अब चाहिँ त्यो एकदमै दिमागवाला मान्छे हो भनेर हामीले बुझ्नुपर्ने हुन्छ त्यही त थाहा छैन नि त्यो थाहा भयो त मेरो लजिक के हो भन्दा माफिया वेकअप भनेर रिपिटेड थियो होइन अनि आशिष चाहिँ यसरी सिधा त्यो उसमा बसेको थियो नि त माफिया ल सुन्नु इट्स माई टर्न माफिया वेकअप भन्दाखेरि साउन्ड यता ट्राभल भयो होइन तर अर्कोचोटि माफिया वेकअप भन्दा यता फर्केर माफिया वेकअप गरेको थियो होइन मलाई मेरै नजिककोतिरको यस्तो मान्छे जस्तो लाग्यो अहिलेको राममा पनि सृष्टि दिदीले प्रतीकलाई उडाउनु भएको थियो अहिले पनि सृष्टिले फेरि उडाउनु भयो जस्तो लाग्यो मलाई चाहिँ नबोली बस्नुभयो चुप्प लाएर त्यहाँ सो कुड बी आई डोन्ट नो मलाई चाहिँ सुषमा दिदी लाग्छ किनकि अहिले एकदमै केही भन्नुभएको छैन होइन अलि माफिया बनेपछि अलि ट्रिक एन्ड ट्रिक चाहिँ बिर्सिनु भएछ जस्तो छ यसपालि चाहिँ हामी सन्ध्यासँग जाने हो ल मेरो जजमेन्ट चाहिँ होइन अघि चाहिँ उसले भन्दाखेरि चाहिँ चुप्प लाएर बसिरहेको थियो होइन तर यतातिर फर्किरहेको छ नि त अनि अहिले चाहिँ चस्माको के भनेको थियो अनि अहिले आएर चाहिँ उसको नाम आउँदाखेरि चाहिँ म होइन भन्ने क्या त्यही भएर मलाई चाहिँ अब आयो न म चाहिँ कि यतातिर कि ऊ पनि हुनसक्छ कि त अब ऊ नयाँ पनि अब माफिया भनिरहेछ नि त अब यता नयाँ पनि हुनसक्छ मेरो चाहिँ त्यही हो अब चाहिँ सृष्टिको लागि कसले भोट गर्ने म त नगर्ने 1 2 3 4 5 5 है 5 हेड डाउन सुषमा दिदीको लागि 1 2 3 4 5 नाम देऊ नि त यताबाट ओए त्यो मरिसक्यो ल एकैछिन ल एकचोटि भोट गरेपछि दुईचोटि भोट नगर सुशीलाई कसले भोट गर्ने 1 2 3 4 5 6 7 8 अब 8 भइसक्यो त्यो भन्दा अरु केही पनि छैन मलाई कार्ड यता देऊ भएकै पर्दैन कार्ड Everyone's head down Everyone head down Mafia head down Doctor wake up Doctor, wake up. Doctor, head down. Police, wake up. Police, head down. Everyone's wake up. In the middle of night, Sandhya was killed. And again. Sandhya, sorry, doctor didn't save you. अब मेरो विचारमा आशिष दाइ अघिदेखि त्यहाँ भन्नुभएको थियो होइन दुईचोटि भन्नुभयो सुनेन यहाँ आउनुभयो के भनेपछि माफिया नजिक आउनुभयो जस्तो लाग्यो कि किनभने माफियाले सुनेन नि त अघि भनेपछि कि यता म चाहिँ होइन भोट गर्ने भए गर्नु म चाहिँ होइन मेरो लोजिक चाहिँ यो हो
तर अनि त्यो भनेपछि अब कि त भाउजूले भन्नुभएको सही हो अघि के अरे आशिषा यता फर्केर बोल्नु भन्दाखेरि यतातिर हुनुपर्छ शङ्का गर्यो भनेर उडाइदिनु भयो हेलो 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 माइक चेक हामी बुढाबुढी भेरी इनोसेन्ट पिपुल तर म लास्ट टाइमको रिजन भन्छु है जस्तै भोट गर्दाखेरि क्या हामी सृष्टिलाई अघि सृष्टि मऱ्यो नि त त्यसपछि 5-5वटा भोट थियो होइन अनि त्यसपछि भोट चेन्ज भएर सुषमा दिदीले चेन्ज गर्नुभयो कि भोट किनकि दुईजनाले ब्लेम गरिरहेको थियो नि त अनि भोट गरेर हात तल राख्दा दिदीको हात कामिरहेको थियो कि त्यही भएर त्यही भएर यो राउन्ड चाहिँ बच्यो भन्ने भयो क्या त्यही भएर दिदी यो पालि दिदीको लागि भोट गरौँ स्योर 100%। मैले लिटरली त्यो एकदम क्वाइट थियो नि त अनि एकदमै त्यो हात यस्तो माफिया वेक्का भनेको त अनि क्रिक यस्तो लाइक हल्का एउटा साउन्ड आयो क्या आई थिङ्क गुन्जा दिदी यतैबाट आयो क्या तर यतै बस ओके ल भोट एकैछिन ल यहाँ दुईजना माफिया मिलेर होइन अब अभियसली मैले एउटा करेक्ट एन्सर भने दुईजना मिलेर मलाई एकैछिन ल एकैछिन पह न एकैछिन ल एकैछिन ल यहाँ 3जनाको नाम आयो होइन 1 2 3जना है सुन न 3जना है ओ सजु से सुन न यहाँ पहिला सुन न सन्दीप भाइ सुन न मैले फेरि पनि भन्दैछु इट्स रियली हार्ड टु काउन्ट है अब 3जनामै उठाएन भने गनिँदैन आफ्नो काउन्ट सुषमा दिदी गुन्जा अदुसा छ होइन सुषमा दिदीको लागि कोले भोट गर्ने 1 2 3 गुन्जालाई 1 2 3 4 5 6 जना अजुसालाई ओके ल गुन्जालाई भोट गएको छ होइन त गुन्जा ल्याऊ पहन कस्तो ल पहन होइन मारिसक्यो एउटै मान्छेलाई भोट गरेर यति दिमाग लगाएर अलिकति ट्विस्ट ल्याउनु पर्छ नि के भयो रे हामीले आउट भएर मलाई केही पनि भएको छैन तर जस्ट गेस गर्नुपर्छ भनेपछि हामी सन्ध्या र मैले एउटा मान्छेलाई होइन कोट गरिरहेको छौँ भनेपछि हामी दुईजना मात्रै एकजना मऱ्यो भनेपछि अभियसली एउटा डाउट कि त यता पर्छ कि त उता पर्छ तर उनीहरूले पब्लिकहरूले मलाई नै पोइन्ट आउट गरे नि त भनेपछि अब Okay, everyone's head down. I saw already your card. कतिजना खेलेको? Okay then. 1 2 3 4 5 6 7 8 जना. तिमी पनि खेलिरहेछ? अनि भोटै देखेन त. Okay. Everyone's head down. Everyone's head down. Mafia, wake up. Mafia, head down. Doctor, wake up. Doctor, head down. Police, wake up. Police, head down. Everyone's wake up. In the middle of night. In the middle of night, Jasmine was killed. And Jasmine. Sam didn't. Doctor didn't save Jasmine. Out भगवान पछाडि गयो For Susma Didi Espali. Why? Because she is a villain. Wait a minute. युनिसले अघिदेखि सपोर्ट गरिरहेको यहाँ
Alright. सुषमा भाउजूलाई भोट गर्नु No one's gonna kill you, bro. No one's gonna kill you. Sorry, but if you die, no one's gonna kill you. You know what? That's a good explanation. No one's gonna kill Get it you. out, Like no please. one's. Vote Eunice this time. Let's go, Eunice. Gypsy. Alright, let's two names. Susmati and Eunice. No, I think Alright, Nobin dies. Use your brain, guys, bro. Like actually use. What do you mean? Okay. What do you mean? Susmati's hand go like this. And then last time when we played, he was like, "Oh, I heard her just my move." Like, and it wasn't even like me, bro. Like, Look, explain. this guy. I Say it again. Okay. Okay, listen. Yeah, because you got a dumb reason to say, "Oh, someone was doing this." Like that doesn't make sense. You need a good reason. Like, Hi guys. Hello. Hi guys. Hi guys. okay, burn me right now. Listen. Burn me right now. You. Okay. Done. Voting round. Okay, it's done. Explain round is done है अब तीनजनाको नाम आएको छ नवीन युनिस ल है ल सुषमा दिदीलाई कसले गर्ने सु भोट फर सुषमा दिदी अब सुन्दै सुने हैन मैले नाम दिइसके त अब तिमीले हैन नगरम न भन न सक्यो एकछिन पह अब भोट गर्ने कि नगर्ने ओए दुईजना सुने यहाँ सुषमा दिदीलाई कसले भोट गर्ने ल सक्यो नवीनलाई कसले भोट गर्ने 1 2 3 पह न पह ल दुई एकछिन पह एकछिन मैले पहिला जेरी सुन्न यहाँ एकैछिन सुन्न यहाँ मैले यहीँबाट सुषमा दिदीलाई भोट गर भन्दा कोही पनि गर्दैन ल एकैछिन नबोल न अब नोमिनेट भइसक्यो मान्छे तीनजना भइसक्यो अब चारजना थपेर कामै छैन सुषमा दिदीले कसले भोट गर्ने एक दुई तीन चार कोला ल नवीनलाई दुईजना युनिस ल ओके मेजोरिटी भोट दिदीलाई आएको छ है हैन एभ्रीवन सेट डाउन एभ्रीवन हेज डाउन You guys win. Good game, bro.